दिवाकर साथी हजुर हजुर सञ्जीवनीमा यो के यो धेरै टेक्समा यो के भइरहेको छ सञ्जीवनी आज हाम्रो सञ्जीवनी कलेजमा चाहिँ एक्जिबिसन हुँदैछ एक्जिबिसन भइरहेको छ हैन हाम्रो चाहिँ 4वटा ग्रुप रहेको छ त्यो 4वटा ग्रुप मध्ये ग्रुप ए मा चाहिँ न्युट्रिसनको बारेमा छ हजुर हजुर अब अरु चाहिँ अर्को ग्रुप रहेको छ हाम्रो ब्रेस्ट फिडिङ र वेस्ट म्यानेजमेन्टको बारेमा रहेको छ अनि थर्डमा के छ यो हाम्रो ग्रुप सी मा चाहिँ इम्युनाइजेसनको बारेमा रहेको छ इम्युनाइजेसन हजुर हजुर अनि यो फोर्थमा के भइरहेको छ हाम्रो यस ग्रुप डी मा चाहिँ के भइरहेको छ भन्दा हाम्रो यो फ्यामिली प्लानिङको बारेमा छ फ्यामिली प्लानिङ हजुर आज हाम्रो यस सञ्जीवनी कलेजमा हाम्रो एक्जिबिसन चाहिँ दह्रो हुनेछ होइन अब त्यो अब तयारी राम्रै भइरहेको भन्नु न हजुर आज हाम्रो कलेजमा के भइरहेको छ आज हाम्रो यस सञ्जीवनी कलेजमा चाहिँ एक्जिबिसन भइरहेको छ एक्जिबिसन अनि हजुरको टपिक भनिदिनु न हजुरको टपिक ब्रेस्ट फिडिङ छ त्यसमाथि मेरो चाहिँ वेस्ट म्यानेजमेन्ट रहेको छ वेस्ट म्यानेजमेन्ट त्यसो भए अहिलेको लागि प्रिपरेसन कतिको हुन्छ हजुर प्रिपरेसन त अब छ जस भन्न सकिन्छ नि कन्फिडेन्ट 100 मा 100% छ भनौँ न अब के हुन्छ पछाडि हेरौँ होइन ए ल हस् हस् त्यो लसन आफ्नै जान्छ